सबैजनालाई नमस्कार। मेरो नयाँ भिडियोमा स्वागत छ। अ, फेरि पनि म उपस्थित भइसकेको छु। आज पनि मैले आज पनि मैले के गरेको छु भने पर्सन नम्बर 5 मा सोध्न सक्ने क्वेसन हो यो। यो किताबको चाहिँ किताबको यो किताबको क्षेत्रफल र आयतन टपिक अन्तर्गत अभ्यासको 7 नम्बरको ख हो है त। यो ख हो। मैले यसलाई इक्जाममा सोध्न सक्ने तरिकाले बनाएको छु। है। यहाँ के भनेको छ भनेपछि यहाँ प्रश्नमा के भनेको छ भने ल हेर्नुहोस् त। हामीलाई यो प्रश्न समाधान गर्न पहिला राम्रोसँग प्रश्न पढौँ, त्यसपछि प्रश्नसँग सम्बन्धित भएर चित्र बनाऊ है त। चित्रबाट अब स्पष्ट हुन्छ नि त। त्यही भएर के गर्ने भनेपछि प्रश्न पढ्ने र प्रश्नसँग सम्बन्धित भएर के गर्ने चित्र बनाउने भनेको छ। यहाँ 5 नम्बरमा सोध्ने हो है त। यो फाइनलको 5 हो। मैले एउटा भिडियो 5 मा सोध्ने प्रश्नको एउटा बनाइसकेको छु, अरू पनि बनाउने छु। ल एउटा आयताकार, यो चाहिँ एउटा सोध्न सक्ने प्रश्न हो है। अनि यो 5 नम्बरमा चाहिँ के छ भने हाम्रो क्षेत्रफल र आयतन भन्ने पाठबाट हामीलाई त्रिभुजका प्रकारहरूबाट सोध्छ हैन। चतुर्भुजका प्रकारहरूबाट सोध्छ। त्यसपछि वृत्तबाट सोध्छ। सबै समावेश हुन्छ। तर अहिले मैले चाहिँ चतुर्भुजसँग सम्बन्धित भएर यो गराएको छु है त। जस्तो पनि आउन सक्छ क्वेसन। गर्ने तरिका उही नै हो। त्रिभुजको चतुर्भुजको हामीले ठ्याक्कै अगाडि पढेका छौँ नि, छाया पारिएको भागको क्षेत्रफल भन्ने। छाया पारेको भागको क्षेत्रफल हो त्योसँग सम्बन्धित भएर यो शाब्दिक समस्या हो। यसमा छ हामीले मुख्यतया गर्नुपर्ने कुरा भनेको पहिला प्रश्न पढौँ। एउटा 125 मिटर लम्बाइ र 100 मिटर चौडाइ भएको आयताकार भनेपछि हामीलाई आयताकार नभने पनि 125 मिटर लम्बाइ छ र 100 मिटर चौडाइ छ भने यो अवश्य आयताकार नै हो भन्ने कुरा बुझिहाल्छ हैन। त्यसपछि 125 मिटर 125 मिटर छ यसको लम्बाइ र चौडाइ कति छ 100 मिटर छ। 100 मिटर छ। आयताकार छ। यो आयताकार के छ खेत छ। आयताकार खेत छ। खेतको बीचमा 50 मिटर लम्बाइ भएको वर्गाकार माछा पोखरी छ भनेपछि वर्ग छ। वर्गाकार छ हैन। यो वर्गाकार छ जसको के छ लम्बाइ के छ 50 मिटर भन्ने छ। लम्बाइ के छ 50 मिटर छ। वर्ग भनेपछि यो पनि बराबर, यो पनि बराबर, यो पनि बराबर, यो पनि बराबर। ल सबै बराबर हुन्छन् है त वर्गका। माछा पोखरी कस्तो छ वर्गाकार छ। वर्गाकार माछा पोखरी छ भन्ने कुरा गरेको छु। त्यसपछि कमा छ खेतको क्षेत्रफल पत्ता लगाउन प्रयोग गरिने सूत्र लेख्नुहोस्। खेतको क्षेत्रफल पत्ता लगाउन प्रयोग गरिने सूत्र लेख्ने हो। त्यसपछि खमा के छ खेतको क्षेत्रफल कति होला भनेको छ। खेतको क्षेत्रफल कति होला भनेको छ। त्यसपछि माछा पोखरीको क्षेत्रफल कति होला भनेको छ। त्यसपछि माछा पोखरी बाहेक खेतको क्षेत्रफल कति होला भनेर पत्ता लगाउनुहोस् भनेको छ। माछा पोखरी बाहेकको है त। एउटा यो 2 नम्बरको पनि आउन सक्छ। 2 नम्बरको जम्मी 5 नम्बरको आउने हो। यसबाट जम्मी कति नम्बरको आउँछ 5 मार्क्सको आउँछ। 5 मार्क्सको आउने हो।
यसलाई कसरी लेख्ने भनेपछि समाधान समाधान हामीले दिएको जानकारीहरू टिपौँ त। जानकारीहरू टिपौँ। के छ? आयताकार खेद छ। आयताकार खेदमा के छ? लम्बाइ छ। लम्बाइ 125 मिटर छ होइन। त्यसपछि चौडाइ डी बराबर कति छ? 100 मिटर छ। 100 मिटर छ होइन। यो हामीलाई दिएको भयो, दिएको लेखेको है। प्रश्नले के दिएको छ र के निकाल्ने भनेको छ भन्ने कुरा। त्यसपछि रह्यो, त्यसपछि अर्को के छ भनेपछि यहाँ आयताकार खेतको बीचमा 50 मिटर लम्बाइ भएको वर्गाकार माछा पोखरी छ। अब दिएको छ वर्गाकार माछा पोखरी भन्ने छ है त। माछा पोखरी वर्गाकार छ जसको लम्बाइ छ, लम्बाइलाई एल छ। त्यसपछि यहाँ कति छ? 50 मिटर दिएको छ होइन। वर्गाकार छ त्यसकारण 50 मिटर दिएको छ। ल यस्तो छ। अब यसमा के हुने भयो भनेपछि अब के सोधेको छ भने हामीलाई यहाँ कमा के छ भने खेतको क्षेत्रफल पत्ता लगाउन प्रयोग गरिने सूत्र लेख्नुहोस्। अब खेत कुन आकारको छ त भन्दाखेरि आयत आकारको छ। अब आयतको क्षेत्रफल निकाल्न हामीले कुन सूत्र प्रयोग गर्छौँ त भन्दाखेरि क को उत्तर है। क को उत्तर। त्यसपछि के छ भनेपछि अब खेत आयताकार छ भने अब खेतको क्षेत्रफल प्रयोग खेतको क्षेत्रफल पत्ता लगाउन आयत भएकाले अब आयतको क्षेत्रफल प्रयोग गर्नु पर्यो होइन। पत्ता लगाउन एल इन्टु बी सूत्र प्रयोग गरिन्छ। सूत्र पत्ता लगाउन सूत्र प्रयोग गरिन्छ। प्रयोग गरिन्छ भनेर लेख्नु पर्यो होइन। तसर्थ खेतको क्षेत्रफल भनेपछि के हुने भयो? खेतको क्षेत्रफल एल इन्टु बी हुने भयो। एल भनेको के हो त? लम्बाइ चौडाइ छ है। त्यसपछि क को यो भयो। अब खमा के भनेको छ? खेतको क्षेत्रफल कति होला गरे। खेतको क्षेत्रफल कति होला? खेतको अब खको उत्तर है। खको उत्तर खेतको क्षेत्रफल निकाल्नु छ हामीले। अब हामीलाई खेतको क्षेत्रफल निकाल्नु छ भने एल इन्टु बी हुने भयो किनकि खेत आयताकार छ होइन। एल इन्टु बी भनेपछि एल कति छ त हामीसँग 125 मिटर छ। 125 मिटर छ इन्टु चौडाइ कति छ त 100 मिटर छ। 100 मिटर। अब 125 इन्टु 100 गर्दाखेरि कति हुने भयो? 125 अनि दुईटा 125 त्यसपछि यहाँ 125 इन्टु 100 गर्दाखेरि 12,500 वर्ग मिटर भयो होइन। वर्ग मिटर भयो। खेतको क्षेत्रफल कति भयो त? 12,500 वर्ग मिटर भयो होइन। त्यसपछि अब खेतपछि माछा पोखरीको क्षेत्रफल। माछा पोखरी कुन आकारको छ? वर्ग आकारको छ। माछा पोखरी वर्ग आकारको छ भनेपछि हामीले के प्रयोग गर्न सक्ने भयौँ? अब यहाँ हामीले क को उत्तर भनेपछि ग को उत्तर भनेपछि के हुने भयो?
माछा पोखरीको माछा पोखरीको पोखरीको क्षेत्रफल भनेपछि के हुने भयो त भन्दाखेरि एल स्क्वायर छ। एल स्क्वायर भनेको होइन, लम्बाइको स्क्वायर गर्नु। कति छ एल? 50 मिटर छ। 50 50 मिटरको स्क्वायर भयो। 5×5 = 25। 5 2500 वर्ग मिटर। यही त हो नि होइन। 50 × 50 गर्दाखेरि 0 0 5 0 को 0 5 भने 25 0 0 5 2 25। ल यही हो 2500 वर्ग मिटर रहेछ माछा पोखरीको क्षेत्रफल। अनि त्यसपछि हामीलाई अरू के सोधेको छ भने घ नम्बरमा के छ? घ नम्बरमा भनेपछि घ नम्बरमा के छ? घ नम्बरमा हामीलाई घ नम्बरमा दिएको छ माछा पोखरी बाहेकको भनेपछि माछा पोखरी, यो माछा पोखरी बाहेकको यो क्षेत्रफल, यसको क्षेत्रफल कति छ भनेको छ होइन। त्यसको लागि यो पुरै यसको पुरैको क्षेत्रफलबाट यसको क्षेत्रफल मैले घटाइदिएँ भने बद्ने भनेको के हो त अब? यसको क्षेत्रफल त हो नि होइन। हो त्यसको लागि ल हेर्नुहोस् त अब के हुने भयो भनेपछि अब के हुने भयो? त्यसपछि के हुने भयो? अब घमा हुने भयो। घमा घको उत्तर माछा पोखरी बाहेकको के त भन्दाखेरि के हो? बाहिरको के हो? बाहिर के छ? माछा पोखरी छ। अनि त्यसपछि के छ बाहिर? हाम्रो छ खेत होइन। खेत छ खेत खेत छ होइन। त्यसपछि माछा पोखरी बाहेकको खेतको 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 क्षेत्रफल भनेपछि के हुने भयो त? अब के हुने भयो? खेतको क्षेत्रफल माइनस माछा पोखरीको क्षेत्रफल हुने भयो होइन। अब खेतको क्षेत्रफल कति छ त? खेतको क्षेत्रफल छ हामीसँग। खेतको क्षेत्रफल कति छ? खेतको क्षेत्रफल हो नि यो हामीले ख नम्बरमा निकालेका छौँ नि खेतको क्षेत्रफल। खेतको क्षेत्रफल यो हो 12,500 वर्ग मिटर। अनि त्यसपछि हाम्रो माछा पोखरी चाहिँ 2500। त्यसपछि 12,500 वर्ग मिटर माइनस 2500 वर्ग मिटर छ होइन। 2500 वर्ग मिटर। 1200बाट 2500 घटाउँदा कति हुन्छ भन्दाखेरि कति हुने भयो? 10,000 वर्ग मिटर हुने भयो होइन। 12बाट हामीले रब गर्दाखेरि 12,500बाट 2,500 0 5 0 1 10,000 हुने भयो नि त। 10,000 वर्ग मिटर भयो। 10,000 वर्ग मिटर हामीलाई यसरी नै गर्नुपर्ने हामीले है त। अलिक लेखाइ चाहिँ अलिक व्यवस्थित हुनु पर्यो होइन। सिलसिलेवार लेख्नु पर्यो। आउने चाहिँ हामीलाई यस्तै हो। जति मार्क्सको 5 मार्क्सको आउने हो। 5 मार्क्सको आउने हो। हामीले यसरी लेख्नुपर्छ है त। हजुरहरूले पनि किताबको बुकको यसरी नै प्र्याक्टिस गर्न सक्नुहुन्छ। प्र्याक्टिस गर्नुहोस् है त। केही समस्याहरू छन्, प्रश्नहरू छन् भने मलाई कमेन्ट गर्न पनि सक्नुहुन्छ। टेक्स्ट बुकको किताबको यति पेज यति नम्बरको प्रश्न भन्ने छ भने
किताबको के भन्नुपर्यो, किताबको यति नम्बर पेज यस्तो यस्तो भनेपछि मैले त्यहीको भिडियो बनाएर पोस्ट गर्नेछु है त। हस्, यसो गर्दै गर्नुहोला। हस्, धन्यवाद।